किन जाऊ आइफोन कुन दिन लागेको 17 बल्ल बल्ल पैसा जम्मा गरेको छिटो जाऊ न छिटो तिमीसँग कुन चाहिँ आइफोन छ र यो 12 हो कि पुरानो भइसक्यो 4 वर्ष अगाडि किनेको मैले अहिले नि चल्न त चल्छ नि चल्न त राम्रै चल्छ तर स्क्रिनहरू फुटिसक्यो यताहरू अलिकति त्यस्तै भइरहेको छ कि छिटो जाऊ न तिमीलाई म एउटा कुरा भनौँ तिमीले यदि चाहिँ यो आइफोन त्यतिखेर नकिनेर यो आइफोनमा लगानी गरेको पैसा चाहिँ एप्पल स्टक आइफोन बनाउने कम्पनीमा लगानी गरेको भए कति हुन्थ्यो होला आज 25-20 हजार जति हुन्थ्यो होला नि कहाँ 25,000 कतिमा किनेको रे यो 90,000मा किनेको मैले यदि 90,000 त्यस बेला एप्पल कम्पनीमा लगानी गरेको भए आज 1,80,000 हुन्थ्यो नचाहिने कुरा साँच्चै भनेको हेर न हो र अनि तिमी आज अब 17 किन्नु लागेको छौ होइन 2,50,000 जति पर्छ होइन त्यो पैसा अहिले तिमीले लगानी गर्यो भने अबको 4-5 वर्षमा लगभग त्यसको डबल हुनसक्छ हो र तिमीले फोन त यही चलाउन सक्छौ अझै पनि 2-4 वर्ष के गर्ने यार मेरो त दिमागै हल्लियो त भएर तिमीले स्टफ होइन स्टक किन्नुपर्छ बुझ्यौ हो यो आइफोन छोडिदियो यही चलाऊ अथवा एन्ड्रोइड चलाऊ त्यो चाहिँ तिमी स्टकमा लगानी गर त 2-4 वर्षपछि त्यसको डबल भयो भने तिमीलाई कति प्रफिट हुन्छ होइन त्यस्तो धेरै बढ्छ र वर्ष धेरै वर्ष भन्दा पनि वर्ष यो त अब पहिले तिमी 25,000 नि बेच्न सक्दैनौ यदि तिमीले 90,000 4 वर्ष अगाडि लगानी गरेको भए अहिले सम्झ त तिमीसँग अर्को नयाँ आइफोन किन्ने पैसा हुन्थ्यो ल नभए म पनि सेयरमा अब लगानी गर्नु पर्यो ल खोइ म लगानी गरिदिन्छु नकिन्नु पर्यो यार अब